नमस्कार, म वरिष्ठ मौसमविद मीन कुमार अर्याल। आज मिति 2083 साल साउन 23 गते शनिबार तपाईहरुलाई गएको 24 घण्टाको मौसमी विवरण र आउने 24 घण्टाको मौसमी विवरण र अहिले देशभरि मौसमको अवस्था कस्तो छ त्यसको बारेमा जानकारी गराउन गइरहेको छु। सर्वप्रथम म तपाईहरुलाई अब गएको 24 घण्टाको मौसमी विवरणमा पहिला 6 घण्टाको त्यसपछि 24 घण्टाको मौसमी विवरण कस्तो रह्यो त्यसको बारेमा जानकारी गराउन गइरहेको छु। र सर्वप्रथम गएको 6 घण्टामा को मौसम विवरण बारे जानकारी गराउन गइरहेको छु। गएको 6 घण्टामा देशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम खालको वर्षा भएको छ। त्यसमा सबैभन्दा धेरै वर्षा लमजुङको राइनस्टारमा 13 मिलिमिटर वर्षा भएको छ। र अब लागौँ गएको 24 घण्टामा कस्तो वर्षा भयो त, कस्तो पानी पर्यो त, कति पानी पर्यो भन्ने कुरामा। अब गएको 24 घण्टामा सबैभन्दा धेरै वर्षा गण्डकी प्रदेशमा भएको देखिन्छ। गण्डकी प्रदेशको भुजुङ भन्ने स्टेसनमा 80.6 मिलिमिटर वर्षा भएको छ। त्यस्तै गरी त्यसको आसपासमा 68.2 मिलिमिटर बारपाक स्टेसन, गोरखाको बारपाक स्टेसनमा वर्षा भएको छ। यो चाहिँ गण्डकी प्रदेशको भयो भने अब फेरि बागमती प्रदेशको कुरा गर्नुपर्दाखेरि बागमती प्रदेशमा पनि केही स्टेसनमा भारी वर्षा भएको छ। त्यसमा मानेखर्क भन्ने स्टेसनमा 71.2 मिलिमिटर वर्षा भएको छ। समग्रमा पहाडी भूभागका खास ठाउँहरूमा बागमती प्रदेश, गण्डकी प्रदेशका 1-2 स्थानमा चाहिँ भारी वर्षा भएको देखिन्छ भने अब बाँकी पहाडी भूभागमा मध्यम खालको वर्षा भएको देखिन्छ। यो वर्षा सँगसँगै अब फेरि आउने 24 घण्टा कस्तो रहन्छ त त्यसको बारेमा अलिकति जानकारी गराउन गइरहेको छु। र त्यसमा यो नक्सामा हेर्दाखेरि तपाईहरुले यो बीचको पहाडी भूभाग, कोशी प्रदेशको पहाडी भूभाग, बागमती प्रदेशको पहाडी भूभागमा गाढा नीलो रङ देख्नुहुन्छ। यो भनेको देशका पहाडी पहाडी भूभागहरूमा चाहिँ देशका धेरैजसो स्थानहरूमा मध्यम खालको वर्षा हुने देखिन्छ। त्यो मध्यम खालको वर्षा पनि कति प्रतिशत हुने देखिन्छ भन्दाखेरि त्यो भनेको 50 देखि 80% वर्षा हुने यतिमा देखिन्छ। त्यसै गरी बाँकी कोशी प्रदेशको हिमाली भूभाग, बागमती प्रदेशको हिमाली भूभाग, गण्डकी प्रदेश र यो लुम्बिनी प्रदेशको पहाडी, कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा चाहिँ केही स्थानहरूमा मध्यम खालको वर्षा हुन्छ भने बाँकी भूभागमा मध्य प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका 1-2 स्थानमा अथवा थोरै स्थानहरूमा चाहिँ मध्यम खालको वर्षा हुने देखिन्छ। अब यो अर्कोतिर लागौँ, रातितिर लागौँ। अब रातको समयमा लगभग मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भूभाग बाहेक सबैतिरका केही स्थानहरूमा मध्यम खालको वर्षा हुने देखिन्छ। अब यो कलर हेर्दाखेरि यो कलरले चाहिँ के देखाउँछ भन्दाखेरि यो गाढा नीलो नभइकन, गाढा नीलो भनेपछि 80% एरियामा पानी पर्ने भन्छ भने फिक्का नीलोले चाहिँ 50 देखि 80% र अझ आकाशे रङ जस्तो त्यसले चाहिँ 30 देखि 50% एरियामा वर्षा हुने भन्ने बुझिन्छ। यो अलिकति अब लागौँ चेतावनी नक्साको कुरा। अब 24 घण्टामा चेतावनी नक्साको बारेमा कुरा गर्नु पर्दाखेरि मुख्यतः अहिले मनसुन त्यति धेरै सक्रिय छैन। यद्यपि सक्रिय नभए तापनि अब कोशी प्रदेशको पहाडी भूभाग, बागमती प्रदेशको हिमाली र पहाडी भूभाग, गण्डकी प्रदेशको पहाडी भूभाग र कर्णाली प्रदेशको पहाडी भूभागमा चाहिँ पहेँलो रङ लगाइएको छ। त्यो पहेँलो रङ भनेको अलिकति त्यहाँ मध्यम खालको वर्षा र त्यही ठाउँहरूमा 1-2 स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना भएको कारणले अलिकति अध्यावधिक हुनुपर्ने, अलिकति अपडेट भइरहन पर्ने वेबसाइटहरू, फेसबुकहरू, भिडियोहरू, मौसम पूर्वानुमान महाशाखाको हेरिरहन पर्ने कुरा यसबाट जानकारी लिन सकिन्छ। अन्य ठाउँहरूमा चाहिँ हरियो रङ लगाइएको छ। हरियो रङ लगाइएको ठाउँमा पनि त्यसका पनि 1-2 स्थानमा मध्यम खालको वर्षा हुने देखिन्छ। मध्यम खालको वर्षा भए तापनि यहाँ चाहिँ त्यति चेतावनी छैन, खास डराउनु पर्ने स्थिति छैन। त्यो वर्षाले खासै त्यस्तो ठुलो प्रभाव पार्दैन। अब यी त भए अहिलेसम्मको चेतावनी नक्सा र 24 घण्टे आउने र अगाडि र पछाडिको कुरा। अब अहिलेको ठ्याक्कै स्थिति कस्तो छ त भन्दाखेरि अहिले देशका
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँहरूमा बादल लागेको छ। बादल लागेको छ भने पूर्वी भूभागहरूमा र उपत्यकामा पनि बादल लागेको छ, तर त्यो बादल अहिले खासै वर्षा देखिँदैन। तर लुम्बिनी प्रदेशको पूर्वी भूभागका 1-2 स्थानमा अहिले हल्का पनि वर्षा भइरहेको देखिन्छ। अहिलेलाई यति नै गरेँ। हस्त, नमस्कार।